खिर खाएकी तिम्रै छोरी खिर खाएकी तिम्रै छोरी बासी बासी खिर खाएकी तिम्रै छोरी जुनी काछु भन्थ्यौ नि मसित मनको साइनो जोडी छौ कोसित जुनी काछु भन्थ्यौ नि मसित मनको साइनो जोडी छौ कोसित Hoy zamana paisa ko pani ra paisa ko hoy zamana paisa ko pani ra paisa ko mako sai no chori chau kusita कार्यक्रममा सहभागी भइरहेको छ। यसले केही रमाइलो भइरहेको छ। सबै सहभागी जनप्रतिनिधिज्यू कर्मचारी साथीहरू अगाडि आएर यस कार्यक्रममा सहभागी भइदिनु गर्दछु। अहिले वडा नम्बर 4 को अध्यक्षज्यू भैट फोहोर लगाउने निमित्त अगाडि बढिरहनु भएको छ। तयार रहिरहनु भएको छ। अब भैट फोहोर कार्यक्रममा प्रमुख प्रशासनिक अधिकारीज्यू अगाडि बढ्दै हुनुहुन्छ। मन मजी कता कता जान्छ खोज्ने मन मजी मान्छे कता कता जान्छ खोज्ने छ वैशा राजु बल जफ्ती नगर प्रशासनिक भैट फोहोरको निमित्त अगाडि बढिरहनु भएको छ। सम्पूर्ण जनप्रतिनिधि कर्मचारी साथीहरू अगाडि सहभागी भइदिनको निमित्त म हार्दिक अनुरोध गर्दछु। खेल निकै रमाइलो भइरहेको छ। भैट फोहोरको निमित्त प्रमुख प्रशासनिक अधिकारीज्यू अगाडि बढिरहनु भएको छ। छड्केको छ। प्रमुख अर्थात् हाम्रो भैट फोहोर कार्यक्रममा सहभागी भइरहनु भएको छ। सायद उहाँले हाल्न सक्नुहुन्छ है। पुरुष तर्फको भैट फोहोर कार्यक्रममा सहभागी भइरहँदा उपस्थित
पुरस्कार जित्नको निमित्त पनि म शुभकामना व्यक्त गर्दछु। यहाँ नगर प्रमुख परम प्रशासक अधिकारीज्यूले यहाँ अनुरोध गरिरहनु भएको छ। उहाँहरू पनि आएर यस कार्यक्रममा सहभागी हुनको निमित्त सहभागी भइदिनको निमित्त अनुरोध छ। त्यही भन्नुहुन्छ दुईचोटि छोडेर हामी भन्नुहुन्छ ठिक छ यता एकचोटि उता अर्कोचोटि क्यामेराबाट भइरहेको क्यामेरादेखि त पहिला आउने हो प्यासलाई पानी बोकालाई खोजन प्यासलाई पानी बोकालाई खोजन तिम्रो भन्ने उपाय खोजन गयो डुबन किमा तिम्रै हो भला किमा तिम्रै हो भला हाम्रो प्रशासन शाखा प्रमुख महेश्वर यस घण्टो कार्यक्रममा सहभागी भइरहनु भएको छ। सायद उहाँले चाहिँ आजको यस घण्टो कार्यक्रममा प्रतिस्पर्धी बन्न सक्नुहुनेछ। यसभन्दा अगाडि हाम्रो भीमकान्त सरले हानिसक्नु भएको छ। महेश्वर एकदम रेडी अवस्थामा हुनुहुन्छ, हिँडिरहनु भएको छ। हामी रहनु भएको छ। त्यसपछि हाम्रो विनोद नगर प्रहरी विनोदलाई पनि यस कार्यक्रममा सहभागी हुन तयार यही अवस्थामा बस्नको निमित्त म हार्दिक अनुरोध गरेर अरू कुनै साथीहरू म हान्छु भन्ने छ भने सहभागी भइदिनको निमित्त अनुरोध गर्दै अब कार्यक्रमलाई हामीले छिटोभन्दा छिटो सिद्धाउनु पर्ने छ। यसमा चाहिँ हामी यसपछि हाम्रो चाहिँ खानाको कार्यक्रम पनि सुरु भइरहेको छ।
तपाईँ पञ्जीकरण शाखाको तर्फबाट हाम्रो कमल सर तयारी अवस्थामा भएको तयारी अवस्थामा रहनुभएको छ। विनोद जी चाहिँ यतिखेर तयारी अवस्थामा रहनु भएको छ र कार्यक्रमलाई हामीले अब हामी अन्तिम सहभागी रूपमा त्यसपछि हामीले यस कार्यक्रमलाई बिट मार्नेछौँ। अन्तिम सहभागीको रूपमा सहभागी संयुक्त रूपमा 1000 प्रदान गर्दै हुनुहुन्छ। पुरै देखाली 1000 को पुरै हल्ली देखाए बधाई छ साथीहरूलाई। 250 बाँड्नलाई फेरि मिलेर कहीँ पत्रकार साथीहरू उपस्थित पत्रकार मित्रहरू पनि शिकार हो दाँत निकालो दाँत निकालेर पनि हुन्छ। सरले 1000 रुपैयाँ जिते यार तपाईँले जित्नु भएन अलि बढी टाढा गयो सिधा खानु न टाढा गयो खानु भएन सरसरी और बारी है भिडियो बनिरहेको छ। मुहिले कराई नंबर मैडम प्लीज सर मैडम